अहिले तिखा तिखा ढुक्नाउँछन् अनि यस यस गर्मीको मजा भनेको यही हो क्या। आज म आइसकेको छु नदीमा नुहाउनको लागि, किनकि आज नि लास्ट नि धेरै गर्मी भइरहेको थियो, हटपट सबै भइरहेको थियो। त्यही भएर चाहिँ आज आइसकेको छु म नदीमा। यहाँ देख्न सक्नुहुन्छ नदी चाहिँ आज म खेल्नेछु, पौडी खेल्नेछु, नुहाउने छु अनि टाउकोमा स्याम्पू लगाउने छु। अहिले चाहिँ गाड चाहिँ देख्नुहुन्छ ठुलो नै छ नदी अनि पानी देख्नुहुन्छ। आज वाइल्ड रमाइलो। अहिले म छिरिसकेको छु पानीमा, यहाँ देख्न सक्नुहुन्छ वाइल्ड रमाइलो। अहिले उता देख्न सक्नुहुन्छ त्यो सबभन्दा ठुलो त्यो ढुङ्गो छ नि, त्यहाँ जान्छु म अहिले। अहिले उतातिर पानी पनि छैन, भित्र जानु पनि हुन्छ। लास्टै दह्रो छ त हो, दह्रो वाइल्ड। मजाले हुन्छ नि पुरै के सिधै यस्तो घागर थियो, पानी पनि एकदमै स्पिडमा आइरहेको थियो। म पनि सिधै उति यता जानको लागि आइरहेको थिएँ। पुरै हुन्छ नि ढुङ्गो चिप्लेर हुन्छ नि फ्याट लोटे होइन, कपडा कपडा सबै भिजिसक्यो नुहाउने हो। अनि उतातिर चाहिँ सबभन्दा उता ढुङ्गो छ अहिले, वहाँ जान्छौँ अनि त्यहाँभित्र चाहिँ नुहाउँछौँ। त्यहाँ पानीभित्र गएर त्यहाँ ढुङ्गाहरू चाहिँ जम्प गर्छौँ पहिले। आइसक्यो यतातिर। ओ काँडा छ त यार, उतातिर जाने भनेको थिएँ, त्यहाँ मुनि चाहिँ हुन्छ नि पुरै काँडै काँडा रहेछ, त्यही भएर गएन म उतातिर। अहिले हुन्छ नि यहाँ ट्युब परै पर छ कि मजा आउँछ यतातिर त हो। लास्टै मजा आउँछ होला, तर पानी एकदमै कालो भइरहेको छ कि लास्टै, पानी लास्टै कालो भइरहेको छ यतातिर अहिले। ल यार के पनि छैन यार, यहाँ त यार खै माथिबाट जम्प गर्ने भने त यार केही पनि छैन त हौ। अहिले यतातिर हुन्छ सबभन्दा यहाँ बल्छी थाप्या हुन्छ नि, त्यो हल्का डर हुन्छ खुट्टामा लाग्ने, अरू त त्यस्तै होइन। हावा लाग्यो लाइट वाइल्ड हावा लाग्यो अहिले। फाइनली चेक दिस आउट, म आइसकेँ। देख्नुहुन्छ अहिले म आइसकेँ, कहाँबाट आएको त पारिबाटै यहाँ आइसकेँ नुहाउनुको लागि। यहाँ त पानी चाहिँ रहन्छ कि जम्प हान्नु हुन्थ्यो, मजाले जम्प तल हान्नु हुन्थ्यो, तर हुन्छ नि ढुङ्गा लाग्छ त्यता, काँडाहरू छ नि, त्यही भएर पनि यता माथि पुरै जङ्गलहरू छ, त्यही भएर यता काँडा लाग्छ, त्यही भएर माथि यहाँबाट त अलि बिस्तारै बिस्तारै जानुपर्ने हुन्छ। यहाँ ढुङ्गो चिप्लिन्छ यार, ढुङ्गो चिप्लिन्छ बिस्तारै बिस्तारै। म छिरिसकेँ पानीमा, छिरेर पनि अब यहाँबाट चाहिँ निक्लिन्छु। कहाँ लिउ हुन्छ नि, लिउ चेक दिस आउट, लिउ यार। अलि उतातिर छन् दाउराहरू छन्, अलि जुत्ताहरू छन् फालेका होइन। वाह चेक दिस आउट यार, चेक दिस आउट, दिस इज अ क्रेजी यार। दाउराहरू छन् यतातिर, एउटा भुक पनि भेट्यो, भुक। चेक दिस आउट यार, भुक पुरै भाँचेको रहेछ त्यो, पुरै भाँचेको रहेछ। उतातिर त्यो मुडो छ नि, त्यो मुडोले चाहिँ अब गाडातिर ढालिदिन्छु म। अनि यहाँ पनि एउटा मुडो छ, यसलाई पनि हुन्छ नि चेक दिस आउट, मुडो गयो। अब यहाँबाट निक्लिन्छ झोला, झोला निक्ल्यो यार। चेक दिस आउट, झोला ए झोला छ नि यो नि बगाइदिए, खोलामै थियो। अनि यहाँ चाहिँ चेक दिस
साउन्ड सुपर भेट्यो सुपर भेट्यो अनि सुपरले नि म को पनि बगाइदिए अनि यहाँ सबभन्दा ठुलो मुडो छ सबैभन्दा ठुलो दौरो भनिनु भयो यसलाई मुडो भनिनु भयो अब यसलाई चाहिँ म यसलाई चाहिँ गाडभित्र फालिदिन्छु यहीसँग तल जान्छु अब हेरौँ यो अलि युनिक और इन्ट्रेस्टिङ अलि मजा आउनेवाला छ यो गर्नमा सक्नुहुन्छ आज सबभन्दा ठुलो दौरा छ यसलाई चाहिँ म उचालेर पाइपमा फाल्छु अहिले म भेटिसकेको छु बत्तल भेटिसकेको छु लेट्स चेक दिस आउट अनि क्रेजी अब धेरै पानीवाला पानीहरू टप के हुन्छ भनेपछि नि सबभन्दा ठुलो मुडो थियो त्यसलाई चाहिँ मैले डुवा जस्तो बनाएँ होइन त्यहीको उप्रो बसेर चाहिँ रोयल गरेँ अनि एउटा छ भुक भुक लेट्स चेक दिस आउट अनि हाम्रो जान्छौँ त्यहीको भुकको उप्रो बस्छु लेट्स चेक दिस आउट जाडो भइरहेछ जस्तो हावा लागिरहेछ नि त्यही भएर जाडो भइरहेछ अनि जाउँ अब उतातिर जाउँ बिस्तारै जानुहुन्छ यार यहाँबाट बिस्तारै जानुपर्ने हुन्छ ओ माई गॉड पानीमा गएपछि सक्यो अहिले बिस्तारै गरेर त आइयो होइन यहीको उप्रो बस्ने कि आज होइन कि क्रेजी मजा आउँछ कि यहीको उप्रो अघि त्यो मुढाको उप्रो बसेको एकदमै मजा आयो त्यसले मलाई माथि त लगेको थियो होइन डुवा जस्तो फिल भइरहेको थियो एकछिन त अनि अहिले देख्न सक्नुहुन्छ अहिले यहाँ भुक पनि भेटिसकेको छ यहाँ अनि म यसलाई चाहिँ आज डुवा बनाउनेवाला छु त्यहाँ तल भएर चाहिँ किनकि आज डुवा त्यो मुडो पनि एकदमै मजा आयो त्यो गर्नु पनि अहिले देख्न सक्नुहुन्छ अब म जानेवाला छु यसरी चाहिँ म यसलाई बनाउनेवाला छु डुवा त्यहीको उप्रो बस्नेवाला छु कतिको मलाई जानेन यार जानेन यार डुबे भयो यार म त हुन्छ नि पुरै डुबेको भयो मैले यहाँ तिखा ढुक्नाउँछ नि अनि यस्तै केटाहरू अहिले मजा आइरहेको छ अहिले हुन्छ नि एकदमै म गाडको बिचमा माछा पर्छ कि नहीं हेर्छु है एकचोटि माछा तर माछा चाहिँ पर्दैन मान्छे चाहिँ भित्र पस्छ म चाहिँ पस्छु अब म जान्छु सिधै यो भुकलाई छ नि यही छोडिदिन्छु तर जाडो भयो हो लास्ट टाइम जाडो भयो ओइ यत्रोसम्म चाहिँ ढुङ्गा आएको यहाँसम्म छ ढुङ्गा पुरै कान बुझ्ने जस्तो फिल भइरहेको मलाई आइज ओइ कार आयो हरायो त
अब म छिरिसकेँ गाडोमा। अहिले यहाँ स्याम्पू केही पनि ल्याएको छैन। अब फेरि उयो तल जानुपर्ने हुन्छ होइन, किनकि अब स्याम्पू ल्यायो यस्तो म उतै यतै नहुँथेँ। अहिले स्याम्पू छैन। ल अब म छिरेँ। घुमाउँछ त यार। अच्छा कसरी आयो यार। अनि वहाँ गइसक्यो तल। मजा आयो यार। अब यहाँ घाँगर छ, सिधै हुन्छ नि, स्पिड छ पानी। अब सिधै वाइल्ड बताइरहेको छ। धुवा लाग्छ त्यो यार पुरै। वाइल्ड मजा आएर छ। अब लगाउँदैछु म स्याम्पू। अहिले यस्तो यस्तो मेरो कपाल गर्दै यस्तो होला। खालो 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 भाले काट्छ। यस 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 एकचोटि आइज न, एकचोटि ठाडो भएर ल ल वहाँ गयो पौडी खेल्न। हो ओहो कपाल नै ठुलो छ उसको त, मेरो सानो। अब पनि छिट्छु। सुकुन वाइल्ड। आँखाभित्र पुरै सामु गइसकेको हो नि। वाइल्ड हुन्छ क्या। असली आयो। मजा आयो। गर्मीको मजा भनेको यही हो क्या। अहिले नुहाइयो, नुहाएर अब कपडा लगाएको कपडा थियो नि त्यो पनि धोइयो। अनि बिहानवरी काम गरेको थिएँ, त्यही भएर चाहिँ नुहाउन आएको आज। नुहाइयो, रमाइलो गऱ्यो, ठुल्ठुलो मुढाहरू चाल्यो। म जहिले पनि आउँथेँ, घरबाट पुरुष ल्याएर आउँथेँ, गाडा बगाएर आउँथेँ। अहिले यहाँ भेट्यो पुरुष। प्रायः जस्तो 2-3 चोटि जस्तै हुन्थ्यो कि पाउडर धुन ल्याउँथेँ गाडा बगाएर लाग्थ्यो। पहिलो सानो कपडा सानो नदी छ, यसले चाहिँ क्रस गर्ने। अहिले नहर आयो, फेरि अब घरतिर जानु लाग्यो। फेरि चर्को घामले यहाँ टाउकोमा हिँड्दा पुरै हुन्छ नि। अब फेरि गर्मी हुनु सुरु भइरहेछ। अनि उतातिर हुन्छ नि जाल खेलिरहनु भएको छ। मजा आयो आजको एडभेन्चर गर्नु पनि, एकदम मजा आयो होइन। आजको लागि यति नै। भिडियो राम्रो लाग्यो लाइक गर्ने सब्सक्राइब गर्नु नभुल्नु होला। अहिलेको लागि बाई अनि लभ यु। सब्सक्राइब।